पश्चिम नेपालमा एउटा पुरै समुदायलाई सिकल सेल रोगले दुःख दिइरहेको छ। यो रोगले हड्डीभित्रको रक्त सञ्चारमा बाधा पुर्याई हड्डी तथा जोर्नीलाई नष्ट गर्न सक्छ। यसरी क्षतिग्रस्त जोर्नीलाई औषधिले निको पार्न सक्दैन। आज म एक 45 वर्षको महिलाको देब्रेपट्टिको हिप जोर्नी प्रत्यारोपण गर्दैछु। यो केवल हिप फेर्ने शल्यक्रिया होइन, यो पीडाबाट स्वतन्त्रता, आत्मविश्वास र जीवनलाई फेरि आफ्नै गतिमा फर्काउने एउटा यात्रा हो। विगतमा पनि थुप्रै सिकल सेल रोगका कारण बिग्रिएका हिप जोर्नीको जोर्नी प्रत्यारोपण हामीहरूले सम्पन्न गरिसकेका छौँ। हाम्रो लामो अनुभव र अनुसन्धान प्रतिष्ठित जर्नलहरूमा प्रकाशित भइसकेका छन्। नेपालमा सिकल सेल रोगको पहिचान, उपचार र अनुसन्धानमा प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डाक्टर राजन पाण्डेको भूमिका अहम रहेको छ। नमस्कार। अब यो सिकल सेल डिजिज भन्नाले चाहिँ एक प्रकारको आनुवंशिक वंशानुगत रूपमा सर्ने रोग हो। यसमा चाहिँ रोगी र वाहक भन्ने हुन्छ। वाहक भनेको चाहिँ लुकेर रहेको, जसको खासै लक्षण हुन्न, र रोगीमा चाहिँ लक्षण हुन्छ। जो बुवा र आमाबाट सर्यो बच्चामा त्यो खराब गुण भने रोगी भन्छौँ। यसमा विशेष गरी चाहिँ यसले हड्डीमा पनि निकै असर गरेको हुन्छ। हामी मेडिकल भाषामा अभास्कुलर नेफ्रोसिस अफ फ्युमरल हेड भन्छौँ। यो चाहिँ सिकल सेलका बिरामीहरूमा एकदमै कमन छ। यो छ यस्तै हार्टमा पनि समस्या हुनसक्छ ह्युमरल हेडमा। र यो भास्कुलर नेफ्रोसिस जुन हुन्छ, अभास्कुलर नेफ्रोसिस, यसले गर्दाखेरि चाहिँ बिरामी सुरुमा चाहिँ दुखाइ हुने, पछि चाहिँ हिँड्नै गाह्रो हुने, दुवैतिर समस्या हुने गर्दाखेरि चाहिँ मान्छे चाहिँ एकदम डिसेबल जस्तै हुने अवस्था आउनसक्छ। धेरै बिरामीहरूको चाहिँ अपरेसन भएर नयाँ चाहिँ जीवनदान जस्तै राहत भएको छ। यसरी क्रिप्लिङ भएर हिँड्नुपर्ने, खुच्याएर हिँड्नुपर्ने मान्छेहरू चाहिँ एउटा कम्फर्टेबल चाहिँ जीवन पाउनु भएको छ। यसको चाहिँ नियमित रूपमा अपरेसनहरू भइरहेको छ भेरी अस्पतालमा। र त्यस्ता बिरामी हुनुहुन्छ भने यसको सेवा लिएर स्वास्थ्य लाभ हुनु पनि म अनुरोध गर्छु। जोर्नी खराब भएको छ र यो मध्ये आज हामीले यो दाहिने र देब्रे मध्ये आज हामी देब्रेपट्टिको हिप रिप्लेसमेन्ट गर्ने क्रममा छौँ। र यो चाहिँ सबै सिकल सेलले गर्दाखेरि खराब भएको जोर्नी हो। गाह्रो भयो, अब दुख्छ, अहिले दुख्छ है। खेल्नुहोस् तल, खुट्टा खेल्नुहोस् तल। सिकल सेल हाम्रो पश्चिममा थारू समुदायमा व्याप्त छ र सिकल सेलले गर्दा खराब भएको हिप जोइन्ट, देब्रेपट्टिको हिप जोइन्ट आज हामीले रिप्लेस गर्ने क्रममा छौँ। ल अब मैले अपरेसन सुरु गरेँ। मेरो हातमा अब यो जोर्नीको एउटा भाग छ जसलाई हामीले रिमुभ गऱ्यौँ। हामीले यो सिकल सेलद्वारा क्षतिग्रस्त जोर्नीको भाग हेडलाई चाहिँ रिमुभ गऱ्यौँ। यसमा यो जुन हेड छ यो चाहिँ हेड चाहिँ सेपमा छैन, जस्तो हुनुपर्ने हो त्यस्तो छैन। अब यो हामीले बाहिर झिक्यौँ र हामीले यसलाई जोर्नी अर्को जोर्नीद्वारा प्रतिस्थापन गर्नेछौँ। यो चाहिँ लाइनर ल अब हामीहरूले हिप जोर्नीको माथिल्लोपट्टिको भाग एस्टाबुलममा यो एस्टाबुलर कम्पोनेन्ट यो राखेर जोर्नी प्रत्यारोपण गर्ने क्रममा छौँ। पट्टिको स्टिमले हामीले रिप्लेस गर्छौँ र त्यसपछि हाम्रो लामो समयदेखि दुखाइसँग लड्दै आएको यो जीवनले फेरि हिँड्ने र सामान्य जीवनमा फर्किने आशा पाएको छ। सिकल सेलका कारण धेरैले समय अगावै सामान्य जीवन गुमाइरहेका छन्, तर उपचारपछि नयाँ जीवन सुरु हुन सक्छ। यो पीडाबाट आशातर्फको यात्रा हो। उहाँको नयाँ यात्राको लागि धेरै धेरै शुभकामना। आउनुहोस् तपाईँ हामी सबै सिकल सेल विरुद्ध हातेमालो गरौँ। धन्यवाद।